फेरि अर्को हाइड्रो पावर कम्पनीले सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ। त आइपिओ निष्कासन गर्ने कम्पनी रहेको छ यमलिङ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले वैशाख 16 गतेदेखि वैशाख 22 गतेसम्म सर्वसाधारणका लागि 17,43,000 किता सेयर रु 100 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। यो कम्पनीको सेक्टर्स भनेको हाइड्रो पावर रहेको छ। यो एउटा जलविद्युत उत्पादन गर्ने कम्पनी रहेको छ भने यस कम्पनीले आइपिओ निष्कासनका लागि इस्यु म्यानेजरमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यो कम्पनीको आइपिओ तपाईँले 1000 रुपियाँमै 10 किता भर्न सक्नुहुनेछ। र अब कुरा गरौँ यस कम्पनीको वित्तीय अवस्थाका बारेमा। यस कम्पनीको वित्तीय अवस्थाको कुरा गर्नुपर्दाखेरि यस कम्पनीको बुक भ्यालु रु 101 रुपियाँ 42 पैसा रहेको छ भने यस कम्पनीको इपिएस अर्थात् प्रति सेयर आम्दानी रु 1 रुपियाँ 72 पैसा रहेको छ। के रेटिङ नेपालले यस कम्पनीलाई BB- रेटिङ प्रदान गरेको छ, जसको अर्थ यस कम्पनीले आफ्नो वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यो कम्पनीको आइपिओ कतिजनालाई पर्छ त? यो कम्पनीको आइपिओ 1,74,300 जनालाई चाहिँ यस कम्पनीको आइपिओ पर्नेछ। त्यसैले पैसा रेडी बनाएर राख्नु होला। आइपिओ आउँदैछ वैशाख 16 गतेदेखि। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।